ड्रोन उडाउनको लागि के गर्नुपर्छ र नेपालमा प्रचलनमा रहेका ड्रोनहरू कस्ता कस्ता हुन् भन्ने कुरा हेर्छौँ। अब ड्रोन उडाउने कार्यको लागि सर्वप्रथम कुनै पनि ड्रोन नेपालको नागरिक उड्डयन प्राधिकरणमा दर्ता गर्नुपर्छ। त्यस पश्चात 2 केजीसम्मको ड्रोनको हकमा सम्बन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ र 2 केजीभन्दा माथिको ड्रोनको हकमा चाहिँ गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने हुन्छ। अब त्यस पश्चात ड्रोनको हकमा तौल अनुसार त्यसको वर्गीकरण गरिएको हुन्छ, जसमा सबैभन्दा सानो भनेको 250 ग्रामसम्म तौल भएको ड्रोनको हकमा त्यसको जम्मा 50 फिट उचाइसम्म मात्र उडाउन पाइने हुन्छ। त्यसै गरी 2 केजी तौलसम्मको ड्रोनलाई जमिनबाट 200 फिट माथिसम्म मात्र उडाउन पाइन्छ भने नेपालको हकमा 2 केजीभन्दा ठुला ड्रोनहरूको हकमा जमिनदेखि 100 मिटर उचाइ अथवा 300 फिटसम्म उडाउन पाइन्छ। अब अनुमति नचाहिने अवस्था कस्तो हो भन्दा 1 नम्बरमा कुनै पनि शैक्षिक संस्थाहरूले आफ्नो शैक्षिक प्रयोजनको लागि आफ्नो शैक्षिक संस्थाको हाताभित्र अथवा परिधिभित्र उडाउनको लागि 2 केजीसम्मको तौल छ भने त्यसको 200 फिटसम्म उडाउन मिल्छ र त्यसको लागि पनि नजिकको प्रहरी कार्यालयमा जानकारी चाहिँ गराउनु पर्ने हुन्छ। त्यस्तै अर्को व्यक्तिगत प्रयोजनको लागि जस्तै धार्मिक सांस्कृतिक कार्यक्रमहरूमा उडाउनको लागि 250 ग्रामसम्मको तौल भएको मात्र उडाउन पाइन्छ र त्यो पनि जम्मा 50 फिटको उचाइमा उडाउन मिल्ने हुन्छ र त्यो पनि नजिकको प्रहरी कार्यालयमा जानकारी गराए पश्चात उडाउन पाइन्छ र यदि प्रहरी कार्यालयबाट उक्त उडाउँदाखेरिको भिडियो माग भएमा उपलब्ध गराउनु पर्ने हुन्छ। अब निषेधित क्षेत्रहरू भनेका कुन कुन हुन् त, कस्तो कस्तो ठाउँमा उडाउन पाइँदैन भन्ने हुन्छ। त्यसको लागि निषेधित क्षेत्रमध्ये पहिलो छ विमानस्थलको क्षेत्र र अन्तर्राष्ट्रिय सिमानाको 5 किलोमिटरभित्र चाहिँ उडाउन पाइँदैन, त्यो निषेधित क्षेत्र हो। र त्यसै गरी भिभिआइपी क्षेत्र जस्तै हाम्रो सिंहदरबार, संसद भवन, शीतल निवास क्षेत्रको 1 किलोमिटर वरपर भनेको भिभिआइपी क्षेत्रको 1 किलोमिटर रेन्जमा उडाउन पाइँदैन। त्यसै गरी अन्य सुरक्षा निकायको कार्यालय वरपर 500 मिटरभित्र पनि उडाउन पाइँदैन, त्यो निषेधित क्षेत्र हुन्छ।